नमस्ते। अंग्रेजी मास्टर युट्युब च्यानलमा तपाईलाई स्वागत छ। म तपाईकै अंग्रेजी मास्टर अर्जुन पौडेल। मैले नेपालको त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा MA तथा बेलायतको एज हिल विश्वविद्यालयबाट अंग्रेजी अध्यापन अर्थात् टिसोलमा MA गरेको छु र मेरो मन्त्र रहेको छ अंग्रेजी सिकौं नेपालीमा। यदि तपाईलाई पनि नेपालीमै अंग्रेजी सिक्न मन छ भने सही ठाउँमा आउनु भएको छ। आज म तपाईलाई कसरी नेपालीमै सोचेर पनि बिना त्रुटि अंग्रेजीमा लेख्न र साथसाथै बोल्न सकिन्छ भन्ने कुरा सिकाउन गइरहेको छु। पहिला सुरुमा त चाहे नेपाली भाषा होस् चाहे अंग्रेजी होस्, त्यसमा कुनै वाक्य बनाउनको लागि क्रिया अर्थात् वर्ब नभई हुँदैन। जस्तै हामीले नेपालीमा पनि कसैसँग कुरा गर्दाखेरि क्रिया मात्र युज गरेर प्रयोग गरेर पनि वाक्यहरू भनिरहेका हुन्छौं। जस्तो साथीलाई बोलाउनु पर्यो, आइज, क्रिया मात्र छ नि। अथवा भाग, त्यो पनि क्रिया मात्र हो। यसरी अंग्रेजीमा पनि पहिला सुरुमा हामीले क्रिया मात्र लिएर, भर्ब मात्र लिएर, भर्बले मात्र पनि पुरै वाक्यको काम गर्न सक्छ। जस्तै स्टप, रोक्नुस्, पर्खिनुस्, हैन? वेट, पर्खिनुस्। यसरी पहिला सुरुमा तपाईले सोच्दाखेरि क्रिया मात्र लिएर सोच्नुस्, भर्ब मात्र। अब दोस्रो चरणमा जाँदा के गर्ने त भन्दाखेरि क्रिया सँगसँगै कर्ता अर्थात् सब्जेक्टलाई पनि जोड्ने, सब्जेक्ट र भर्ब मात्र मिलाएर वाक्य बनाउने। जस्तै आई रिड, म पढ्छु। ही रिड्स, उसले पढ्छ। अहिलेलाई कर्म अर्थात् अब्जेक्टलाई परै छोड्दिनुस्, खाली कर्ता र क्रिया, सब्जेक्ट एन्ड भर्ब, यति दुईटाले मात्र वाक्य बनाउनुस्। किनभने सब्जेक्ट र भर्बले मात्र पनि वाक्य बन्छ, कर्ता र क्रियाले कर्म बिना पनि वाक्य बन्छ। कुनै कुनै क्रियाहरू अकर्मक हुन्छन्, तिनले कर्म लिँदैनन्, त्यसमा कर्म चाहिएन। र कर्म लिनेलाई पनि केही समयको लागि कर्म नराखिकन पनि बोल्न सकिन्छ नि। जस्तो मैले खाएँ, आई एट, हैन? के खाएँ त्यसलाई एकछिन पर छोड्दिउँ। यसरी पहिला सुरुमा हामीले क्रियाबाट मात्रै वाक्य बनाउने, त्यसपछि कर्ता र क्रिया राखेर बनाउने। यतिसम्म तपाई जसरी नेपालीमा सोचेर बोल्नुहुन्छ त्यसरी नै अंग्रेजीमा बोल्दा कुनै त्रुटि हुँदैन। अब यसपछि भनेको तपाईले के गर्नुपर्ने हुन्छ त भन्दा, यदि कर्म लिने खालको क्रिया प्रयोग गर्नुभएको छ भने त्यसमा चाहिने कर्म जोड्नुपर्ने हुन्छ अथवा अब्जेक्ट जोड्नुपर्ने हुन्छ। जस्तो आई रिड, म पढ्छु। के पढ्नुहुन्छ त? किताब पढिएला, नेपालीमै सोच्नुस्, किताब पढिएला, कसैको चिठी पढिएला, उपन्यास पढिएला, पत्रिका पढिएला, जे पनि पढ्न सकिन्छ। भनेपछि अब भन्नुस् आई रिड अ बुक, म किताब पढ्छु, हैन? आई रिड अ नोभल। यसरी अन्त्यमा कर्म जोडेर अथवा अब्जेक्ट जोडेर वाक्यलाई पूरा गर्न सकिन्छ। त्यस्तै आई इट, म खान्छु। अब के खाइन्छ त? आई इट अ म्याङ्गो, म आँप खान्छु। अब नेपालीमा हेर्दा हेर्नुस् त आँप चाहिँ कर्ता र क्रियाको बीचमा आउँछ, क्रिया अन्त्यमा आउँछ। तर अंग्रेजीमा चाहिँ क्रिया बीचमा आउँछ।
त्यही भएर हामीले लामो वाक्य नेपालीमा सोचेर अङ्ग्रेजीमा उल्था गर्यौं भने चाहिँ बिग्रिने कारणै त्यही हो। यसलाई हामी सिन्ट्याक्स भन्छौं। सिन्ट्याक्स फरक छ नि, नेपाली भाषा र अङ्ग्रेजी भाषाको सिन्ट्याक्स फरक छ। नेपालीमा कर्ता, कर्म, क्रिया हुन्छ। अङ्ग्रेजीमा सब्जेक्ट, भर्ब, अब्जेक्ट अथवा कर्ता, क्रिया, कर्म हुन्छ। यसरी जाने भएकोले सजिलै त्रुटि हुन्छ। यसैलाई हटाउनको लागि मैले यो भिडियो तपाईहरु समक्ष ल्याएको हुँ। अब फेरि अर्को एउटा उदाहरणले म यसलाई प्रष्ट बनाउन चाहन्छु। जस्तो नेपालीमा भन्नुस् म लेख्छु, अङ्ग्रेजीमा भन्नुस् आई राइट। ठीक छ, यहाँसम्म ठीक छ। तर अब तपाईले नेपालीमा पुरै म चिठी लेख्छु भनेर त्यसलाई उल्था गर्दा चाहिँ आई लेटर राइट भन्नुभयो भने त हुँदैन। त्यही भएर पहिला म लेख्छु आई राइट चाहिँ वाक्य पूर्ण वाक्य भयो। अब यसमा के लेख्छु त भन्ने कुरा थप्न सकिन्छ पछिबाट। त्यसैले आई राइट अ लेटर, आई राइट एन एप्लिकेसन, आई राइट अ जर्नल, जे पनि हुन सक्छ। यसरी तपाईले नेपालीमै सोचेर पनि अङ्ग्रेजी बोल्न सक्नुहुन्छ। त्यस्तै अर्को एउटा उदाहरण दिउँ। गो अथवा जानु भन्ने क्रियालाई लिउँ, हैन? आई गो, म जान्छु। नेपालीमा पनि म जान्छु, अङ्ग्रेजीमा पनि आई भनेको म, गो भनेको जानु र मसँग आई भर्ब, आई सब्जेक्टसँग चाहिँ यसलाई कन्जुगेट गर्दाखेरि के भयो त गो नै हुन्छ प्रेजेन्ट सिम्पलमा। त्यही भएर म जान्छु, आई गो। ठीक छ यहाँसम्म। अब कहाँ जानुहुन्छ त त्यसलाई अलिकति थप जानकारी दिनु पर्यो। भनेपछि कुनै ठाउँमा हामी जाँदैछौँ भने त्यसको अगाडि चाहिँ टु प्रेपोजिसन सधैँ जोडेरै राख्दा हुन्छ कुनै शब्दलाई। जस्तो स्कुल जाँदै हुनुहुन्छ भने टु स्कुल, काममा जानु हुँदैछ भने टु वर्क, घर जाँदै हुनुहुन्छ भने होम मात्रै भन्न सकिन्छ। अन्य ठाउँहरू सिनेमा हेर्न जाँदै हुनुहुन्छ भने टु सिनेमा, यसरी टु लगाउन सकिन्छ। त्यही भएर म बजार जान्छु भने आई गो टु मार्केट। यसरी ठाउँको अगाडि टु लगाएर जोड्न सकिन्छ। आशा छ यो भिडियोले तपाईलाई अलिकति भए पनि अङ्ग्रेजी सोचेर, नेपालीमै सोचेर अङ्ग्रेजी लेख्न र कालान्तरमा बोल्न पनि मद्दत गर्नेछ। अङ्ग्रेजी मास्टर युट्युब च्यानलमा आइदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। यदि यो भिडियो तपाईलाई उपयोगी लागेमा आफ्ना साथीभाइहरू, आफन्तहरूसँग सेयर गर्न नबिर्सिनुहोला। फेरि पनि भिडियो हेर्नु भएकोमा धन्यवाद। नमस्कार।